सम्मानीय सभामुख महोदय, बर्खे महिनाहरूमा कानुन र नियम अनुसार खोलाबाट गिटी बालुवा र ढुङ्गा निकाल्न निषेधित छ, तर तस्करहरूले एकै रातमा लाखौँ करोडौँको बालुवा राज्यलाई 1 रुपियाँ कर नतिरिकन तस्करी गर्छन्। यो समस्या मेरो जिल्ला धादिङ लगायत नेपालको अधिकांश नदीहरूमा यति जटिल समस्याको रूपमा खडा छ कि त्योभन्दा जटिल त हाम्रो कानुन र प्रक्रियामा छ। मेरो मनसाय ढुङ्गा गिटी र बालुवा निकाल्न पाउनु हुँदैन भन्ने पटक्कै होइन, तर यसको सही व्यवस्थापनमा कानुन बाधक बनिनु हुँदैन भन्ने चाहिँ हो। त्यसैले वातावरण संरक्षण र आर्थिक विकास बीच सन्तुलन कायम हुने गरी वातावरण संरक्षण ऐन 2076 सम्बन्धित कानुन व्यवस्था र क्रसर खानी सञ्चालनमा जुन मापदण्ड छ त्यसलाई अहिलेको समय अनुसार चल्न मिल्ने गरी आवश्यक संशोधन प्रक्रिया तत्काल अघि बढाउन नेपाल सरकार र सम्बन्धित मन्त्रालयको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद।